आज 21 जेठ मिति 2083 साल। आज हामी कुरा गर्दैछौँ एनएफसी र यो सब इन्डेक्सको बारेमा। कति कति माथि जान्छ, कता कति तल झर्छ, कति साइडवेजमा छ, कतिले मोमेन्टम पक्रेको छ, कुनै कति न्युट्रल जोनमा छ, के कस्तो छ भन्ने कुरा यहाँनिर हामी विस्तृत रूपमा छलफल गर्छौँ। एक एकवटा सेक्टरहरूको हामी चार्ट निकालेर हेर्छौँ। सुरुमा चाहिँ हामी नेप्सेको चार्ट हेरौँ है त। नेप्सेको चार्ट हेर्दाखेरि अहिलेसम्म आज यहाँनिर दिउँसो बनाइरहेको छु, 12:41 भएको छ अहिले हाम्रो टाइम। त्यतिन्जेलसम्मको चार्टको आधारमा यहाँ नेप्सेमा हेरौँ। नेप्से यो चार्ट भनेको चाहिँ के गरेको छ भन्दाखेरि यो जुन महिनाका लागि हो। प्रिभियस भिडियो हामीले मेको एउटा चार्ट हेरेको थियौँ, मन्थली चार्ट, र भने यो चाहिँ हामी जुनको लागि हेर्दैछौँ। यो महिनाका लागि यो चार्टले काम गर्छ। त्यसको आधारमा हेर्दाखेरि के देखियो भनेदेखि अहिले हाम्रो स्क्रिनमा चाहिँ यहाँ नेप्सेको चार्ट छ। नेप्सेको चार्टमा हेर्दाखेरि अहिले हाम्रो यो R3 र S3 भन्ने दुईटा यहाँनिर लेभलहरू छ, 2814 र मुनिको हाम्रो 2749। अब यो भनेको चाहिँ एउटा माथिको लाइन भनेको चाहिँ हाम्रो बिन्दु, जुन मैले बोलेँ त्यो बिन्दु भनेको चाहिँ रेसिस्टेन्स लेभल। रेसिस्टेन्सको मतलब यसले रेसिस्ट गर्छ। यो मार्केटमा यो प्राइस उँभो गयो भने, इन्डेक्स उँभो गयो भने यसले छेक्ने सम्भावना हुन्छ, त्यसलाई रेसिस्टेन्स भन्छौँ। भने S3 भनेको मुनिको जुन छ यो लेभल छ, जुन हाम्रो यो सपोर्ट हो। हामी रेसिस्टेन्स र सपोर्ट दुईटा लेभललाई यहाँ आधार बनाएर हेर्दाखेरि हाम्रो अहिले R3 भनेको रेसिस्टेन्स लेभल, S3 भनेको सपोर्ट लेभल, यसको बिचमा छ। बिचमा हुँदाखेरि यो एउटा मार्केट चाहिँ साइडवेजमा गइरहेको छ। त्यसकारण अहिले नेप्से चाहिँ के छ भन्दाखेरि यसमा ठुलो मोमेन्टम केही आएको छैन। अहिले चाहिँ यो लेभलको आधारमा हेर्दाखेरि मार्केट चाहिँ साइडवेज गइरहेको छ। नेप्सेकै आधारमा लगानी गर्ने हो भने चाहिँ अहिले मार्केट चाहिँ न्युट्रल जोनमा छ। यसले कुनै एउटा मोमेन्टम पक्रिसकेको छैन। अब हामी सेक्टर वाइज हेर्छौँ। सुरुमा हेर्ने भनेको हामीले अब ब्याङ्किङ हेरौँ। अहिले हाम्रो स्क्रिनमा यहाँ ब्याङ्किङको छ। ब्याङ्किङको हेर्दाखेरि पनि हामीले अघि भनेअनुसारै हुन्छ। यहाँ पनि दुईटा लेभलहरू छ। अहिले पनि यो चाहिँ हाम्रो सपोर्ट जोन नजिकै छ ब्याङ्किङ लेभल। अहिलेको टाइममा चाहिँ 1461 मा यो रन भइरहेको छ भने हाम्रो सपोर्ट लेभल रहेको छ 1452। हामीले जुन यो लेभल कुरा गर्दैछौँ त्यो एक्ज्याक्ट त्यही लेभल भन्ने हुँदैन, 2-4वटा डिजिट तलमाथि हुनसक्छ। तर हामीले त्यसलाई सामान्यतया त्यो लेभललाई यहाँनिर भन्दाखेरि चाहिँ एउटा डिजिटसहित भन्नुपर्दाखेरि चाहिँ 1452 भन्यौँ। अब यो चाहिँ अहिले हाम्रो 1460 हाराहारीमा कुदिरहेको अवस्थामा चाहिँ यो एउटा सपोर्ट नजिक छ। र हामीले यहाँनिर एउटा, दुईटा, तीनटा हामीले क्यान्डलको हेऱ्यौँ। यो विकले चाहिँ लगभग त्यो हाम्रो लेभललाई चाहिँ, यो लेभललाई चाहिँ टेस्ट गर्न खोजेको छ। त्यसकारण चाहिँ ब्याङ्किङ इन्डेक्स चाहिँ योभन्दा तल नजाला भन्ने एउटा हामी 1452 भन्दा तल चाहिँ नजाला कि भन्ने हामी यहाँनिर चान्सेस देख्छौँ। र बढेको खण्डमा कहाँसम्म पुग्न सक्छ भन्दाखेरि हाम्रो 1486 सम्म पुग्ने चान्सेस हुन्छ, किनभने एउटा रेसिस्टेन्स लेभल हो। त्यसकारण अहिले चाहिँ हामीले यदि यहाँनिरबाट माथि गएको खण्डमा चाहिँ 1486 सम्म पुग्न सक्छ। तर यदि मार्केटमा चाहिँ अब त्यस्तो कुनै मोमेन्टम आएको छैन, यहाँनिर अब हामीले यहाँ ठुलो मुभ नदेखेको अवस्थामा चाहिँ हामी यो R3 र S3 यही अवस्थामा रहेको अवस्थामा चाहिँ हामी यसलाई साइडवेजमा गइरहेको रहेछ, एउटा हाम्रो सपोर्ट नजिक रहेछ भनेर चाहिँ कमर्सियल ब्याङ्कलाई चाहिँ हामी समराइज गर्न सक्छौँ। त्यसकारण कमर्सियल ब्याङ्कमा अहिले त्यस्तो ठुलो मुभ छैन, सपोर्ट नजिक छ र साइडवेज अथवा न्युट्रल जोनमै रहेको छ। यसमा बाई वा सेलको कुनै त्यस्तो ठुलो इन्डिकेटर चाहिँ हामीले प्राप्त गर्न सकेको छैनौँ। अब हामी अर्को इन्डेक्समा जान्छौँ, इन्सुरेन्स इन्डेक्समा जाउँ। सुरुमा अहिलेको चर्चित रहेको नन लाइफ इन्सुरेन्सको बारेमा कुरा गरौँ। नन लाइफ इन्सुरेन्स एकदमै
इन्ट्रेस्टिङ फेजमा आएको छ। यसमा के छ भन्दाखेरि हामीले अघिको कुरो R3 र S3 भन्यौँ, योभन्दा क्रस गरेर माथि मार्केट गएको छ। R4 भनेको हाम्रो एउटा लास्ट रेसिस्टेन्स लेभल, अर्थात् मार्केट रोक्ने चाहिँ लास्ट लेभल हो। त्यसलाई पनि क्रस गरेर माथि गएको खण्डमा चाहिँ हामी नन लाइफ इन्सुरेन्समा चाहिँ धेरै अप्टिमिस्टिक हुन सक्छौँ। हाम्रो इन्ट्री पोइन्ट कहिले हुन्थ्यो भन्दाखेरि R4 लाई यहाँनिर जुन यो R4 लेभल छ हाम्रो एउटा, यहाँनिर अलिकति ब्याक गरेर हेरौँ, यो R4 लेभल हो। यसलाई चाहिँ क्रस गरेर गएपछि हाम्रो एउटा अपवर्ड मोमेन्टम चाहिँ यसले हामीलाई सिग्नल दिएको छ। R3 देखि एउटा मोमेन्टम इस्टाब्लिस हुन्छ, त्यस पछाडि R4 लाई पनि क्रस गरेपछि चाहिँ यसले स्योर सर्ट आइडिया के दिन्छ भने नन लाइफ इन्सुरेन्समा चाहिँ एउटा मोमेन्टम स्टार्ट भइसकेको हो। यो फेक मोमेन्टम होइन, भोल्युम पनि हेर्न सक्छौँ। त्यसका लागि हामीले यो क्रस गर्दाखेरि यहाँनिर राम्रो भोल्युमसम्म हामीले यो क्रस गर्दाखेरि चाहिँ यसलाई फ्युल चाहिँ इनफ छ भन्ने कुरा यसले देखाउँछ। त्यसकारण चाहिँ हाम्रो एउटा नन लाइफ इन्सुरेन्समा चाहिँ मोमेन्टम इस्टाब्लिस भएको छ। यहाँनिर अपवर्ड मोमेन्ट चाहिँ हामीले देख्न सक्छौँ। त्यसकारण नन लाइफ इन्सुरेन्समा चाहिँ अहिलेको अवस्था हेर्दाखेरि धेरै राम्रो हामी यहाँनिर पोसिबिलिटी देख्न सक्छौँ। अब मार्केट चाहिँ यो नन लाइफ इन्सुरेन्सको चाहिँ जुन एउटा सेक्टर छ त्यो चाहिँ अप ट्रेन्ड यसले चाहिँ लियो पक्रियो भन्ने चाहिँ हामी यहाँनिर देख्न सक्छौँ। अब हामी कुरा गरौँ अर्को नन लाइफ, अहिले नन लाइफ गऱ्यो, अब लाइफ इन्सुरेन्सको बारेमा कुरा गरौँ। अब अहिले हाम्रो स्क्रिनमा यहाँ नन लाइफ इन्सुरेन्सको कुरा छ। यहाँ लाइफ इन्सुरेन्सको कुरा गर्दाखेरि R3 भन्ने जुन हाम्रो एउटा रेसिस्टेन्स लेभल हो, मूल्य रोक्ने लेभल हो, त्यसलाई चाहिँ हल्का क्रस गरे जस्तो देखिन्छ यहाँनिर। र माथि R4 लेभललाई पनि यहाँ टेस्ट गरेको छ। यो क्यान्डलले दुईटाले टेस्ट गर्यो, तर यहाँभन्दा माथि जान सकेन, अथवा केही मोमेन्टम चाहिँ आएकै हो, भोल्युम पनि आएकै हो, यहाँ माथि R3 लाई पनि क्रस गर्न खोजेकै हो। त्यस पछाडि चाहिँ अब माथि धेर माथि गयो, यहाँ माथि अप्पर विक हेऱ्यौँ भने यसले R4 लाई पनि टेस्ट गरेर त्यसबाट रिजेक्ट खाएर तल झरेको छ। यस्तो अवस्थामा चाहिँ हाम्रो R4 लाई यहाँनिर क्रस गरेर माथि रहन सकेन, अथवा यो लेभलमा टिक्न सकेन। त्यसकारण मार्केट त्यस्तो ठुलो स्ट्रेन्थ चाहिँ आएको होइन। तर यहाँनिरको आधारमा हेर्नु भने हाम्रो सपोर्टबाट एकैचोटि हाम्रो रेसिस्टेन्सलाई ब्रेक गरेर माथि नै जान खोजेको अवस्थामा चाहिँ यहाँनिर धेरै राम्रो एउटा यहाँनिर सङ्केत चाहिँ दिएको हो। तर R4 भन्दा माथि नआउन्जेलसम्म चाहिँ हामीले एउटा अप ट्रेन्ड इस्टाब्लिस भयो भन्न सक्दैनौँ। R3 र R4 बिचमा रहँदाखेरि चाहिँ यो दुईटा लेभल जुन छ 12,833 र 12,724, यो दुईटा लेभलमा रहिरहेको अवस्थामा चाहिँ हामी अप्टिमिस्टिक हुन सक्छौँ। अथवा यसले के सङ्केत गर्छ भने अब अप ट्रेन्ड सुरु हुन सक्छ है भन्न सक्ने चाहिँ एउटा यसले सिग्नल दिन्छ। र R4 भनेपछि चाहिँ स्योर सर्टै हुन्छ। अहिलेको अवस्थामा R4 र R3 को बिचमा यहाँनिर रहेको अवस्थामा चाहिँ हामीले एउटा अप्टिमिस्टिक हुने ठाउँ छ। न्युट्रल जोनभन्दा माथि गइसकेको छ र हामीले अब हेर्नुपर्ने भनेको R4 क्रस गरेको हेर्नुपर्छ। अब हामीले लाइफ इन्सुरेन्सलाई चाहिँ हामीले वेट एन्ड वाच एकदम एटेन्सन दिएर चाहिँ वाच गर्नुपर्ने अवस्था छ। कुनै समय पनि हामीले इन्ट्री लिनुपर्ने हुनसक्छ। त्यसकारण लाइफ इन्सुरेन्समा चाहिँ अब नन लाइफको जस्तो चाहिँ स्योर सर्ट यसले दिएको छैन, तर हामीले यसलाई वाच लिस्टमा चाहिँ राखि नै राख्नुपर्ने अवस्था छ। जुनै बेला पनि यसबाट ब्रेकआउट लिन सक्ने अथवा यहाँनिर अप ट्रेन्ड इस्टाब्लिस हुन सक्ने चाहिँ चान्सेस धेरै छ। त्यसकारण लाइफ इन्सुरेन्समा हामी अप्टिमिस्टिक हुन सक्छौँ। अब हामी अर्को हेरौँ, हामी कुन हेर्छौँ भने हाइड्रो पावर हेर्न गइरहेका छौँ। अहिले यो स्क्रिनमा हाइड्रो पावरको चार्ट छ। हाइड्रो पावरमा के छ भनेदेखि हामीले R3 यहाँ भइहाल्यो, यो हाम्रो भनेको रेसिस्टेन्स लेभल 4017 र सपोर्ट लेभल कति छ भनेदेखि 3880। अहिले हामीले यहाँनिर तपाईँले हेर्दाखेरि पनि के देख्नुहुन्छ भने 3892 भने चाहिँ 3880, यो सपोर्ट नजिकै खेलिरहेको छ यहाँ मार्केटले। भनेको मतलब यहाँनिर हाइड्रो पावरमा चाहिँ अब सपोर्टभन्दा तल गयो भने यहाँ कथा अर्कै हुन्छ। तर अहिलेसम्म चाहिँ R3 र S3 सपोर्ट लेभलै नजिक रहेको छ भन्दाखेरि चाहिँ अब माथि बढ्दाखेरि हाम्रो रेसिस्टेन्स लेभल 4017सम्म पुग्न सक्ने चान्सेस हुन्छ। तर हामीले अब यहाँनिर त्यस्तो सेल बाईको हामीले यहाँनिर साइन केही देख्दैनौँ, किनभने हाइड्रो पावर अहिले न्युट्रल जोनमा
रहेको छ। जुन यो लेभल अहिले कुदिरहेको छ यो न्युट्रल जोनमा छ, मतलब यसमा कुनै पनि हामी अपवर्ड मोमेन्टम अथवा डाउनवर्ड मोमेन्टम केही पनि देख्दैनौँ। S3 भन्दा तल गयो भने चाहिँ हामीले डाउनवर्ड मोमेन्टम आउन सक्छ कि भन्ने एउटा सङ्केत चाहिँ त्यस पछाडि दिन्छ हामीले चाहिँ, अनि त्यस पछाडि यसलाई चाहिँ एटेन्सन दिएर हेर्नुपर्ने छ। तर अहिले चाहिँ S3 र जुन सपोर्ट नजिकै छ हामीले यसमा चाहिँ मार्केटमा जम्प गरिहाल्नुपर्ने अथवा ट्रेड गरिहाल्नुपर्ने, हाइड्रो पावर उडेर गयो भन्ने अवस्था चाहिँ छैन। यो सपोर्ट नजिक छ, सपोर्टभन्दा तल गयो भने चाहिँ हामीलाई केही एउटा रेड सिग्नल चाहिँ यसले दिन्छ। त्यसकारण हाइड्रो पावरमा त्यस्तो अहिले कुनै पनि इन्ट्री गरिहाल्नुपर्ने अथवा अहिले सपोर्ट माथि नै रहेको अवस्थामा चाहिँ एक्जिटै गरी पनि हाल्नुपर्ने अवस्था रहेको छैन। यो न्युट्रल जोनमा चाहिँ जब हामी कुनै पनि मोमेन्टम देख्छौँ त्यस पछाडि चाहिँ मार्केटमा इन्ट्री गर्ने भन्ने बुझिन्छ। अब हामी अर्को हेर्न गइरहेका छौँ, अर्को सेक्टर हेरौँ। अर्को सेक्टर हामीले कुन हेरौँ भन्दाखेरि माइक्रो फाइनेन्स। माइक्रो फाइनेन्स पनि हाम्रो S3 मा सपोर्ट लिएर चाहिँ माथि जान खोजेको छ। अब यहाँनेरि अब यो पनि यताउता गरेर एउटा न्युट्रल जोनमै छ, न्युट्रल जोनमै छ, यो न्युट्रल जोनमै छ। यसमा कुनै पनि त्यस्तो ठुलो मोमेन्टम केही पनि आएको छैन। अब यो जाँदाखेरि माथि हल्का 3टा क्यान्डल चाहिँ हाम्रो सपोर्ट लिएर 4778 हाराहारीमा एउटा सपोर्ट थियो, त्यस पछाडि सपोर्ट लिएर माथि जाँदैछ। यो धेरै गयो भने अब 4870 पुग्न सक्ने चान्सेस हुन्छ। त्यसलाई ब्रेक गरेर माथि गयो भने हामी अप्टिमिस्टिक हुनुपर्ने छ। तर साधारणतः यो न्युट्रल जोन R3 S3 भनेको एउटा न्युट्रल जोन हो। यो जबसम्म यो न्युट्रल जोनमा हुन्छ तबसम्म हामीले मार्केटमा इन्ट्री गरिहाल्नुपर्ने भन्ने हुँदैन। हामीले वेट एन्ड वाचकै अवस्थामा छौँ। त्यसकारण माइक्रो फाइनेन्स चाहिँ हामीले अहिले त्यस्तो इन्ट्री अथवा एक्जिट अवस्थामा छैनौँ। यो भनेको एउटा नर्मल न्युट्रल जोनमै कुदिरहेको मार्केट हो, मोमेन्टम केही पनि पक्रेको छैन। अब हामी अर्को हेरौँ, फाइनेन्स हेरौँ। अहिले फाइनेन्सको चार्ट हेर्दाखेरि फाइनेन्समा चाहिँ एउटा इन्ट्रेस्टिङ यहाँनिर स्टेप लिएको छ। अस्तिको हामीले यो हाम्रो 3 दिन अगाडि हेऱ्यौँ भने त्यो क्यान्डल धेरै राम्रो क्यान्डल बनाएको छ। यो भनेको हाम्रो त्योभन्दा अगाडिको क्यान्डलले यहाँनिर सपोर्ट जोनमा आइयो रे, सपोर्ट लिएर R3 र R4 दुईटै ब्रेक गरेर गएको छ र भोल्युम पनि राम्रै छ। यसको मतलब फाइनेन्समा चाहिँ एउटा मोमेन्टम क्रिएट भएको छ। R4 भन्दा माथि गएपछि चाहिँ एउटा पोजिटिभ मेसेजेसले के दिएको छ भने मार्केटमा मोमेन्टम आयो अथवा फाइनेन्स सेक्टरमा चाहिँ अप ट्रेन्ड आइसकेको छ। किनभने यसमा भोल्युम पनि यहाँनिर बढेको छ कारोबारको। अझ आजको कारोबार पनि अझै बढ्यो भने त्यो धेरै यसलाई राम्रो हुन्छ, अथवा यहाँनिर ग्रेजुअल ग्रोथ चाहिँ सबैभन्दा राम्रो हुन्छ। र R4 भन्दा माथि गइसकेपछि यस्तो राम्रो स्टेबलाइज भइसकेको छ। अब एउटा ट्रेन्ड चाहिँ यहाँनिर फाइनेन्समा हामीले देख्न सक्ने चान्सेस धेरै छ। यसरी माथि जानुपर्छ यो जाँदाखेरि। र अरू मार्केटको हिसाबमा फाइनेन्समा चाहिँ हामीले हाम्रो जुन मुभ आएको छ अस्तिको दिन, त्यो भनेको चाहिँ धेरै नै पोजिटिभ मुभ रहेको छ। यसमा जुन फ्युल छ, मार्केट बढ्नको लागि प्राइस मात्र बढेर हुँदैन, त्यो प्राइसलाई सपोर्ट गर्ने फ्युल चाहिन्छ। फ्युलले चाहिँ यसलाई यति माथि बढाइदिएको छ भनेपछि यो धेरै नै पोजिटिभ मेसेज रहेको छ। फाइनेन्समा चाहिँ एउटा स्ट्रेन्थ हामी देख्न सक्छौँ। यसमा चाहिँ जुन एउटा कम्पोजिट अपरेटर्सहरूको एउटा इन्ट्री भएको जुन हामी मान्छौँ, जुन प्रिभियस भिडियोमा वाइकेएफको बारेमा कुरा गर्दाखेरि पनि हामीले यसलाई धेरै इम्पोर्टेन्स दिएका छौँ। त्यसका आधारमा भन्दाखेरि चाहिँ हाम्रोमा यो कम्पोजिट अपरेटर्सहरूको इन्ट्री चाहिँ भइसकेको हो कि भन्ने एउटा सङ्केत गरेको छ यो फ्युलको आधारमा हेर्दाखेरि। र फाइनेन्समा पोजिटिभ हामी भविष्य देख्न सक्छौँ। अब हामी अर्को हेर्न गइरहेका छौँ, डेभलपमेन्ट ब्याङ्क। डेभलपमेन्ट ब्याङ्क हेर्दाखेरि अहिले मार्केट चाहिँ न्युट्रल जोनमै छ।
R3 र S3 बिचमा रहेको छ। त्यसकारण अहिलेको डेभलपमेन्ट ब्याङ्कमा कुनै पनि त्यस्तो मुभ देखेको छैन। यो S3 लाई यहाँनिर हाम्रो 5843 लाई चाहिँ टेस्ट गरेर माथि गएको छ, सपोर्ट लेभललाई टेस्ट गरेर माथि रहेको छ र अब धेरै बढ्दाखेरि यहाँ R3 सम्म पुग्न सक्छ, 5988 सम्म माथि पुग्न सक्छ। यस पछाडि यो ब्रेक गरेर गएको खण्डमा मात्रै यहाँ पोजिटिभ हुन सक्छ अथवा इन्ट्री लिने नलिने भन्ने एउटा सोच बनाउन सकिन्छ। जबसम्म R3 र S3 बिचमा रहन्छ भने यहाँनिर यो एउटा न्युट्रल जोनमै हुन्छ। त्यसकारण डेभलपमेन्ट ब्याङ्कमा चाहिँ हामीले त्यस्तो ठुलो मुभ देखेका छैनौँ। अब यहाँ मुभ आएको खण्डमा चाहिँ हामी यहाँ सिग्नल दिएको खण्डमा चाहिँ हामी इन्ट्री अथवा एक्जिट गर्छौँ भनेदेखि अहिले चाहिँ हामी न्युट्रल जोनमा रहेको अवस्थामा चाहिँ हामीले हेर्दै मात्रै बस्छौँ। यस्तो कुनै सोच इन्भेस्ट गर्ने कुनै पनि सोच बनाउँदैनौँ, किनभने यसमा न्युट्रल अर्थात् यसमा मुभमेन्ट नभएको मार्केटमा इन्ट्री गरेर खासै केही पनि हुनेवाला छैन।